हेलो गाइस, आज चाहिँ म यहाँनिर एकदम सिम्पल है गुन्द्रुकको अचार साह्रै खानु मन लागेर बनाउँदैछु। यो गुन्द्रुक चाहिँ मैले मजाले धोएर भिजाएर चाहिँ मसिनो गरेर काटेको छु। एकदम सिम्पल। यसमा तपाईँले एक प्याज हाल्नुहोस्, केही गर्नु पर्दैन, सजिलो एकदम, खानु पनि मिठो। हामी नेपालीहरूलाई त गुन्द्रुक त त्यस्तो नै मिठो लाग्छ है। सादेको भनौँ न, अचारभन्दा पनि। टमाटर हालिदिनु, टमाटर हालेपछि तपाईँलाई खोर्सानी, मलाई चाहिँ डल्ले मनपर्छ, डल्ले। अब डल्ले त छैन अहिले, र लाम्चे खोर्सानी नै, हरियो खोर्सानी हालेको छु। मलाई चाहिँ हल्का धनियाँको पनि फ्लेभर मनपर्छ, त्यही भएर धनियाँ पनि हाल्दैछु। तपाईँले यहाँनिर अब नुन आफ्नो, कसैलाई कडा खान्छ, कसैले कम्ती खान्छ। म चाहिँ एकदमै कम्ती खान्छु नुन है। त्यहाँदेखिको चाहिँ नुन हालिसकेपछि तपाईँलाई काँचो तेल, सर्सो काँचो तेल गन्ध मनपर्छ भने चाहिँ काँचो एक चम्ची चाहिँ हालिदिनुहोस्, बेसी पनि होइन, एक चम्ची हालिदिनुहोस्, मजाले मोल्नुहोस्। अन्त यसमा चाहिँ अब तपाईँले आमचुरको पाउडर छ भने आमचुरको पाउडर हाल्नुहोस्। यदि आमचुरको पाउडर छैन भने निम्बु पनि हाल्दा हुन्छ। म चाहिँ निम्बुै हाल्दैछु है। प्रायः रेडी भइसकेको छ। मेरो चाहिँ आमचुरको पाउडर छैन, त्यही भएर चाहिँ निम्बुको रस पनि मलाई मिठो लाग्छ, र निम्बुको रस चाहिँ हालिदिँदैछु। तपाईँहरूसँग छ भने आमचुरको पाउडर हाल्नु सक्नुहुन्छ, निम्बु पनि हालेर खान सक्नुहुन्छ। हेर्दै कस्तो खमखम लागिसक्यो मलाई त फेरि साह्रै मनपर्छ नि त गुन्द्रुकको अचार। यसको फ्राई गरेर ड्राई अचार पनि मिठो लाग्छ। त्यो यसरी भिजाएर गुन्द्रुक सिन्कीको अचार पनि धेरै मिठो लाग्छ। मलाई चाहिँ फेभरेट भनौँ न, अब मिठो लाग्छ। कस्तो दामी भयो होइन, खमखम लाग्दो भयो है खाँदै। मजाले मोल्नुहोस्, नुन मजाले उयो हुन्छ, राख्नु कस्तो रहेछ। मेरो दामी भएछ, पिरो पनि भएछ, दामी। अब चाहिँ एकदम रेडी छ। तपाईँले भातसँग खानुहुन्छ, दाल भात त्यो मात्रै बनाएर खाँदा पनि भइहाल्छ। मलाई त त्यतिको पनि मनपर्छ। एकदम रेडी भइन्छ खानुको लागि, एकदम टेस्टी भएको छ। हेर्नुहोस् गाइस।